जब म भित्र जान्छु तब मेरो भाइ बाहिर निस्कन्छ। जब म उकालो चढ्छु तब मेरो भाइ ओह्रालो झर्छ। भाइ सधैँ उल्टो काम मात्रै गर्छ। नमस्कार, आउनुहोस् आज हामी व्याकरणका कुरामा नेपाली व्याकरणमा कस्ता शब्दलाई विपरीतार्थक शब्द अथवा विपरीतार्थी शब्द भनिन्छ भनेर आजको यो भिडियोमा कुरा गरौँ। विपरीतार्थक शब्द विपरीत प्लस आर्थक दुई शब्द मिलेर बनेको छ। विपरीतको अर्थ हुन्छ उल्टो र आर्थकको अर्थ हुन्छ अर्थ दिने। विपरीतार्थक मतलब उल्टो अर्थ दिने। त्यसैले उल्टो अर्थ दिने शब्दलाई विपरीतार्थक अथवा विपरीतार्थी शब्द भनिन्छ। जस्तै भित्रको उल्टो अर्थ दिने शब्द बाहिर, उकालोको उल्टो अर्थ दिने शब्द ओह्रालो, आकाशको उल्टो अर्थ दिने शब्द पाताल, आदिको उल्टो अर्थ अन्त्य, जीवनको मरण, मायाको घृणा, प्रश्नको उत्तर, स्वर्गको नर्क, सरलको जटिल। अब तपाईहरूको लागि प्रश्न रहेको छ, सज्जन शब्दको विपरीतार्थक शब्द के हुन्छ? कमेन्ट बक्समा कमेन्ट गर्नुहोला। अर्को भिडियोमा फेरि भेट्नेछौँ। धन्यवाद।